त सधैँभरि त्यहीँ त बस्दैन छ होला होइन? खाना खानुभयो? खाना खाना खाइयो। कता हुनुहुन्छ नि अनि? म रुममा छु। ए सन्चै हुनुहुन्छ नि? सन्चै हो। कुन बस्नेत हो तपाईँ? म खुलाल। ए तिमी कुन बस्ने त र? म नि खुलाल बस्नेत नै हो। होइन होला हौ। हो ओखलढुङ्गा खुलाल बस्नेत हो। ओखलढुङ्गा कुन ठाउँ हो र? ओखलढुङ्गा माने भन्ज्याङ। ए मैले पनि ओखलढुङ्गा जिल्लाबाटै एसएलसी दिएको। ओखलढुङ्गाबाटै +2 एसएलसी ओखलढुङ्गाबाटै दिएको, जिल्लाबाटै दिएको मैले एसएलसी त। ए अनि अरू के छ त नयाँ नौलो तपाईँको खबर? अब दाइ भन्नु पर्यो। म दाइ नै होला। मभन्दा त दाइ नै होला नि, म भर्खर 22 वर्षको भएँ अनि। हामी झनै लगभग डबल हुन खोजेछ त अनि। त्यही त भनेको त। अनि अनि बसाइ उतै हो कि यता हो? बसा ओखलढुङ्गा नै हो नि दाइ मेरो। ए उही गाउँमा ओखलढुङ्गै हो? हजुर हजुर, दिवाली आइरहेछ, अब दिवाली पछि चाहिँ काठमाडौँ जान्छ होला। ए ए हजुर हजुर। माने भन्ज्याङ भनेको त यता उसमा होइन के अरे त्यो के भन्छ कुन गाउँपालिका लिखु तामाङ गाउँपालिका होइन त? होइन होइन, माने भन्ज्याङ गाउँपालिका हो। सङ्गुटर भन्दा माथि होइन? साँगुटार पुग्नु पर्दैन नि, यता काठमाडौँबाट जाँदा जाँदै हो। ए हजुर हजुर। दाइ के छ खबर? ठिक छ हजुर। सन्चै हुन्छ? एकदम। अनि भाउजू कता हुनुहुन्छ दाइ? को भाउजू है? को भाउजू भन्ने हो, अब एउटै भाउजू हुन्छ। म त चिन्दैन त भाउजू त को हो? ए ल ल दाइ, त्यसै भन्नु नचिन्नु। त्यही भनेको, सावित्रा भाउजू भनेको चिन्नुहुन्न अरे? जिन्दाई पनि फोन पनि। बाबा